प्रधानमन्त्री बालेन्द्र शाह बालेनको दुर्गामी छलाङ कुन कुन उद्योग सञ्चालन हुँदैछन् पहिलो चरणमा कतिसम्म हुन्छ रोजगारी सृजना उद्योग सञ्चालनमा कुनै कम्प्रोमाइज नहुने कच्चा पदार्थ र बजारसम्मको अध्ययन सुरु गोरकाली टायरले एसियामा मचाउला त तहल्का नेपालको औद्योगिक इतिहासमा लामो समयदेखि छाएको सन्नाटालाई चिर्दै बालेन सरकारले 7वटा ठूला सरकारी उद्योगहरू पुनः सञ्चालनमा ल्याउने जुन साहस र तत्परता देखाएको छ यसलाई राष्ट्रिय अर्थतन्त्रको पुनर्जागरणका रूपमा हेर्न सकिन्छ। वर्षौंदेखि खिया लागेका मेसिनहरू झाडीले भरिएका औद्योगिक क्षेत्रका कम्पाउन्डहरू बेरोजगार बनेका हजारौं दक्ष हातहरूका लागि यो एउटा नयाँ बिहानीको संकेत हो। प्रधानमन्त्री बालेन्द्र शाह बालेनको नेतृत्वमा 2/3 बहुमतको स्थिर सरकारले जसरी एक्सन ओरिएन्टेड शैलीमा यी सुतेका विशालयहरूका उद्योगहरूलाई बिउझाउने कसम खाएको छ यसले नेपाली जनतामा आशाको एउटा नयाँ सञ्चार गराएको छ। यो केवल 7वटा कारखाना खोल्ने कुरा मात्र होइन, यो त परनिर्भरताको साङ्लो चुडालेर आत्मनिर्भरतातर्फ लम्किने एउटा साहसिक पदचाप पनि हो। कुनै समय नेपालको औद्योगिक चिनारी बनेको गोरकाली रबर उद्योग, जनकपुर चुरोट कारखाना, बुटोल धागो कारखाना जस्ता उद्योगहरू बन्द हुनु केवल आर्थिक घाटा मात्र थिएन, यो त व्यवस्थापकीय नालायकी र राजनैतिक हस्तक्षेपको एउटा कुरूप दस्तावेज थियो। हाम्रो आफ्नै कच्चा पदार्थ र जनशक्ति हुँदाहुँदै पनि नीतिगत कमजोरीका कारण यी उद्योगहरूलाई सेतो हात्ती बनाएर थन्क्याइयो। तर अहिलेको सरकारले जुन पीपीपी सार्वजनिक निजी साझेदारी मोडल अघि सारेको छ यसले सरकारी स्वामित्व र निजी क्षेत्रको कार्यकुशलतालाई एउटै टेबलमा ल्याउने प्रयास गरेको छ। सरकारी स्रोत र सम्पत्तिलाई निजी क्षेत्रको प्रविधि र व्यवस्थापनसँग जोड्नु नै आजको विश्वव्यापी सफल अभ्यास पनि हो। यसले राज्यको टाउकोबाट आर्थिक भार घटाउने मात्र होइन, उद्योगीहरूलाई र उद्योगहरूलाई बजारको प्रतिस्पर्धामा खरो उतार्न पनि मद्दत गर्नेछ। प्रधानमन्त्री बालेनको कार्यशैलीमा एउटा स्पष्टता देखिन्छ, कुरा भन्दा काम र योजना भन्दा नतिजा। उनले कर्मचारीहरूको टोलीलाई कच्चा पदार्थको अध्ययन गर्न र उद्योग सञ्चालनका अवरोधहरू हटाउन जुन सामूहिक रूपमा औपचारिक अनौपचारिक निर्देशन दिएका छन् त्यसले के पुष्टि गर्छ भने अब फाइलहरू दराजमा थन्किने दिन सकिए। मेसिनका पाटपुर्जाहरूमा तेल हाल्ने र उत्पादनको घण्टी बजाउने बेला आएको छ। विशेष गरी उदयपुर सिमेन्ट र हेटौडा कपडा उद्योगको प्रसङ्गमा जब हामी आफ्नै देशको सिमेन्टले विकासका पूर्वाधार बनाउँछौं र आफ्नै धागोबाट बनेको कपडाले शरीर ढाक्नेछौं तब मात्र हाम्रो राष्ट्रवादको नाराले सार्थकता पाउनेछ। आयात प्रतिस्थापनको कुरा गरिरहँदा यी उद्योगहरू हाम्रा लागि आर्थिक अक्सिजन साबित हुने निश्चित प्राय छ। यस प्रक्रियामा एउटा रोचक र केही जटिल मोड पनि देखिएको छ। जनकपुर चुरोट कारखाना जचोकालीको पुनर्सञ्चालन विगत केही वर्षदेखि यो उद्योग मध्य प्रदेश सरकारको